बिहानको समय हाम्रो ध्यान मेडिटेसनबाट सुरु भयो र 4 डेको लागि हाम्रो स्टार्ट भयो। हाम्रो लगेजहरू राख्ने ओर्ने हामी होटलबाट निस्केर सबै सामानहरू गाडीमा प्याक गरेर अगाडि लाग्यौँ। अगाडि जाँदै गर्दाखेरि यस्तो बाटोहरू फेरि यस्तो कोही ठाउँ धुलो कोही ठाउँ है दामी तरिकाले तर यसमा पनि इन्जोय गर्दै गर्दै नौलो ठाउँ वरपर हेर्न मन लाग्छ। पछाडि हाम्रो गाडी पनि आइरहेको छ। स्याङ्जाबाट अगाडि बढिरहेको छौँ। अझै हामी यात्रीको यात्रा भिडियो हेर्दै गर्नुहोस् होला, सेयर सब्सक्राइब लाइक पनि गर्दै गर्नुहोस् होला साथीहरू। हामी अझै अगाडि बढिरहेको छौँ टुङटुङ। यहाँदेखि अगाडि फेरि गाउँ बस्तीहरू पुरानो घरहरू हेर्दै अनि यहाँनिर चाहिँ हामी केही समय रोकेर हामी ठक्कै टोइलेटहरू जाने ओर्ने कसैलाई गाडीले अलिकति टाउको दुखेको थियो अनि एकछिन फ्रेस 10 मिनट जति टक्क फ्रेस भएर हामी फेरि अगाडि बढिहाल्यौँ। अगाडि बढ्दै जाँदाखेरि एकदमै त्यहाँ छेउछाउको दृश्यहरू हामीले हेरेर अगाडि बढिरहेका छौँ। यताबाट हेऱ्यो भने दामी खालको घर, त्यहाँको स्थानीय लोकल तरिकाको। तल हेऱ्यो भने फेरि त्यहाँको फेरि बजार बस्तीहरू, पहाडहरू देखिने यस्तो राम्रो चिसो हुँदै अब हामी अगाडि बढिरहेका छौँ। आज 4औं दिनमा छौँ, डे 4मा 4th डेको यो हाम्रो ट्रिप अगाडि बढिरहेको छ। तपाईँहरूले भिडियोलाई कन्टिन्युसली हेर्दै गर्नुहोस् होला। पोखरा हामी छिरिसक्यौँ, हामीसँगै हजुरहरूले पनि पोखरा आइपुग्नु भएको छ। त्यहाँदेखि अझै हामी अगाडि बढ्दैछौँ। हाम्रो गाडी एउटा गाडी पछाडि आइरहेको छ। मैले अगाडिबाट खिच्न नसकेको हुनाले पछाडि आउने हाम्रो गाडीलाई पनि मैले कभर गरिरहेको छु। यसरी बजारको बिचबाट हामी अगाडि बढिरहेका छौँ साथीहरू। चोकबाट पनि टक्क लाएर अगाडि बढ्यौँ। यो एउटा गार्डनबाट हेर्दै अगाडि बढेका छौँ। अगाडि चाहिँ यस्तो छ, मैले जुम गरी खिचिरहेको छु। बाटो एकदम फराकिलो ठुलो भएको कारणले गर्दाखेरि सजिलो छ यहाँनिर चाहिँ यात्रा गर्नको लागि चाहिँ बाइकरहरूलाई। अझ अगाडि चाहिँ भनेको तपाईँको यो हाम्रो फ्यामिली ट्रिप, फ्यामिली टुर भएको कारणले गर्दाखेरि हामी अलिकति जम्बो टिम छौँ योपालि। अहिले हामी ठ्याक्क अन्नपूर्ण गाउँपालिका 2 कास्की हाम्रो भण्डारी रेस्टुरेन्टमा आइपुगेको छौँ। अब खाना खाएर अगाडि बढ्ने छौँ। बाटोमा आइएको छ। अहिले 12 बज्न लागेको छ। डिजल पेट्रोल एकदमै सर्टेज रहेछ। बल्ल यहाँ पाइयो। हामी पर्वत हुँदै म्याग्दी छिरिसकेका छौँ। यो पुल पर्वत र म्याग्दीलाई जोड्ने। हामी अब ठ्याक्कै म्याग्दी आइपुगेका छौँ साथीहरू। प्राय हाम्रो गाडीको दृश्य मात्रै मैले देखाइरहेको छु। अब भने अर्को गाडीमा के भइरहेको छ त त्यताको दृश्य पनि हामी बिस्तारै हेर्नेछौँ। अर्को गाडीमा पनि रमाइलो यात्रा भइरहेको छ। अब हामी हेर्नेछौँ। हेलो गुड मर्निङ एभ्रिवान। आज हामी हिँडेको 4औं दिन भयो। न्यू इयर सेकेन्ड डे। हाम्रो न्यू इयर पनि यस्तै हुँदैछ। हेलो गुड मर्निङ, नमस्ते सेवा। हामी चाहिँ अहिले स्याङ्जामा बसेर स्याङ्जाबाट अगाडि लाग्दैछौँ। यो मुस्ताङ जाँदै गर्दाखेरिको यो बाटो चाहिँ एकदम हेर्दाखेरि डरलाग्दो खालको भिरलाई काटेर बनाएको अप्ठ्यारो छ। यो बाटो एकदमै यो बर्खाको बेला चाहिँ निकै कठिन हुने रहेछ नयाँ ड्राइभरको लागि। हामी क्रस गरेर यसरी अगाडि बढिरहेका छौँ। हाम्रो गाडीहरू अगाडि बढिरहेको छ र यो बाटोमा चाहिँ निकै कठिन। अब हामी तातो पानीमा पुगिसकेका छौँ। तातो पानीबाट अगाडि बढ्दै अहिले हामी ठ्याक्कै मुस्ताङ जाँदै गर्दा रुप्से झर्ना आइपुग्यौँ। यहाँ साइक्लिङ गर्दै 2 जना अरू पनि रहेछ, उता 3 जना चाहिँ एकदम भयङ्कर रहेछ। यहाँ चाहिँ रुप्से वाटरफल।
यो रूपसे झर्नाको दृश्य चाहिँ दामी छ एकदम बाटोमा टक्क पुगेको बेलामा त्यो बाटो क्रस गरिरहँदा यो देखिने झर्ना हेर्दै लोभ लाग्दो यस्तो चिसो कुल आनन्द आउने जग्गा चाहिँ यो जग्गा रहेछ दामी छ यो ठाउँ चाहिँ दामी दामी प्रायः ओहोरदोहोर गर्ने मुस्ताङ जानेहरूले नखिचेको कुनै पनि फोटो भिडियो नभएको छैन होला चिसो चिसो छ साथी हो बहुत चिसो चिसो छ अगाडि झर्ना यस्तो छ पढ्ने माथि बनाउँदो रहेछ नि त जाउँ जहाँ जान्छौँ हजुरहरूलाई त्यहाँनिर चाहिँ ट्याक्कै घुमाउने गर्छौँ अहिले हामी यस्तो चिसो जग्गामा आएको छौँ बहुत चिसो जग्गा छ यो चाहिँ ट्याक्को रहेछ त किन हल्लिँदैन भन्छु नि भाग्नामै सिधैदियो त मुस्ताङ जाँदा जाँदै पर्ने यो एकदम दामी रूपसे झर्नामा त पुरो जम्बो टिमको यति बेला भ्याइ नदैछ खिची माग्ने भन्दा खिच्नेको एक्सन चाहिँ धेरै छ हो फेरि त्यहाँ फोटोसोटो गरेर कफी सफी खाएर फेरि अगाडि बढ्यो फेरि त्यही त हो बाटो है त्यसपछि हामी टक्कै अलिकति तटतिर तीरतिर आइपुग्यो कालीगण्डकीको लगभग तीर माथिदेखि देखिँदैछ भने अब चाहिँ तल तल आइपुगेको छ ठक्कै हेर्दा यहाँको फेरि दामी जग्गा मुस्ताङ चेकपोस्टमा आइपुगेको छौँ कति बज्यो अहिले भन्दा चाहिँ 4:50 ठ्याक्कै 4:50 भएको छ एकदम कडा चेकिङ हुने यस्तो छ चेक पोइन्टमा आइपुग्यो त्यहाँदेखि क्रस भएर हामी टाँसेको हिमाल जस्तो टाँसेर बनाएको जस्तो त्यहाँदेखि ठक्कै फेरि उतापट्टि चाहिँ हामीले टक्कै भेट्ने दामी हिमालहरू पनि देखिने ठाउँ रहेछ यस्तो दामी अनि फेरि बाटो उस्तै हो यस्तो मजाको तपाईँहरू पनि आउनुहोस् होला जसरी भए पनि यो जग्गा चाहिँ आम्मा त्यहाँदेखि फेरि यस्तो दामी बाटो यस्तो दामी गाउँहरू देखिन्छ हो यो गाउँहरू हुँदै पारी हुँदै टक्क फेरि अगाडि चाहिँ हाम्रो गाडी आउँदैछ पछाडि हो अनि यस्तो मजाको बस्ती देखिन्छ यहाँनिर अब यो बस्तीहरू लोभ लाग्दो खालको छ एकदमै मनमोहक खालको छ बाटो त्यस्तै फेरि मौसम पनि त्यस्तै दामी हो एकदम मजाले मजा आउँछ मजा गर्दै 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 अगाडि गयो रमाइलो गर्दै यहाँ फेरि कालीगण्डकीको तीरतिर जाँदाखेरि यहाँ फेरि दामी खालको त्यहाँ खेतीहरू हुँदो रहेछ यो खेतीहरू सब फेरि स्याउको खेतीहरू यस्तोहरू दामी देख्ने यो बगरै हेर्दाखेरि यस्तो दामी लाग्ने यस्तो दामी अब यो जग्गा चाहिँ साँच्चै सुन्दर एकदम सुन्दर जग्गा यसरी पहाड घरि यस्तो दामी जग्गाहरू यस्तो स्याउ खेती यस्तो मजाले प्लान्टिङ गरेको रहेछ खतरा तरिकाले यस्तोहरू हेर्दै जाँदाखेरि चाहिँ मन त यस्तो मजा रमाइलो हुने ठाउँहरू तपाईँहरू पनि जसरी पनि आउनुहोस् होला यो हाम्रो डेफोको भिडियो हेरेर पनि कतिलाई आउनु मन लागिरहेको होला हामी पनि त्यसरी नै आइरहेको छौँ गइरहेको छौँ हो दामी जग्गा यो कालीगण्डकीको तीर त यस्तो दामी देखिन्छ नि उताको फेरि भ्यूहरू हिमालको बाटो फेरि यस्तो खालको हेर्दाखेरि डर पनि लाग्ने एक्साइटेड हुने खालको मुस्ताङमा फेरि स्याउको खेती यस्तो दामी तरिकाले बनाएको देख्न पाइन्छ यो दृश्य चाहिँ आँखामा छ यसको पुलहरू हेर्दै हेर्दै अब हामी अगाडि बढ्दैछौँ अहिले हामी टुकुचेमा छौँ यो टुकुचे भनेको चाहिँ यो मुस्ताङको टुकुचे हो बादल लागेको छ यो साइडमा त पानी नै पर्छ यस्तै छ दाउराहरू राखेको हो हिमाल त यस्तो टुकुचे
अहिले मुस्ताङको मार्फामा आइपुगेको छौँ हामी। बेलुकी बेलुकीको समय छ कि एकदम चिसो चिसो हावा चलिरहेको छ। यहाँनिर आइपुगेको छौँ। यस्तो छ हावा, चिसो 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 छ है। कत्रा चिसो छ है। स्याउ फुलिरहेको छ अहिले चाहिँ, एकदम स्याउ फुलेको सिजन रहेछ। स्याउ फुलिरहेको छ। नेपालको एकदमै घुम्नुपर्ने क्षेत्र मुस्ताङ चाहिँ आउनै पर्छ भनेर भन्न चाहन्छु म। मेरो आफ्नो पर्सनल मेरो ओपिनियन चाहिँ के छ भने एकदमै यो हिमाली चिसो ठाउँ, बाटो पनि अहिले चाहिँ राम्रै रहेछ। बिचमा कुनै ठाउँ भत्केको भए पनि अरू एकदम राम्रो रहेछ त्यस्तो ठाउँमा। अनि यो ठाउँ चाहिँ कसै गरी आउनुपर्छ भन्ने लाग्छ। म त्यो सजेस्ट पनि गर्छु। एकदम राम्रो जग्गा छ, चिसो जग्गा छ। यहाँ एकदमै स्याउको सिजनमा त अझ राम्रो। स्याउ अहिले पनि स्याउ पाइन्छ। अनि अब मजाले हामी घुम्नको लागि आज 4th डेमा छौँ। रमाइलो छ, एकदम चिसो। जमसमको एयरपोर्ट रनवे तर दिउँसो उड्दैन, 10 बजेसम्म मात्रै हो बिहान। बिहान। अनि त्यहाँदेखि उता ए हावाले सक्दैन। यहाँ चाहिँ अब यो चाहिँ दिउँसो धेरै हावा चल्ने भएकोले यो चाहिँ 9-10 बजी 12 बजीभन्दा अगाडिसम्म मात्रै लाग्ने रहेछ। यहाँ चाहिँ अब फ्लाइटहरू आउने सानो खालको। बेलुकी पख हामी ट्याक्कै जोमसोम पुग्यौँ। जोमसोममा त्यहाँको चिसो आम्मा दामी, एकदमै चिसो। त्यहाँको वातावरण यस्तो राम्रो, त्यहाँको आर्किटेक्चर यस्तो दामी लागेको नि। बाटोहरू एकदम क्लिन सफा छ, दामी तरिकाले पुग्यो। जमसम आइपुग्यो। अहिले कति बज्यो भन्दाखेरि 7:14 भयो। बेलुकीको जमसम भयङ्कर चिसो रहेछ। हामी चाहिँ तराई बस्ने मान्छेलाई चाहिँ गाह्रो हुने रहेछ। हाम्रो अहिले बसाइ चाहिँ यस्तो छ। 8 बजी अहिले बेलुकीको 8 बजी हो। यतापट्टि चाहिँ एकदम यहाँको टिपिकल चिजहरू छ। यहाँको हुन्छ करिब यस्तो प्याकेट एकदम। अनि स्याउहरू हो। अब यता चाहिँ यस्तो छ। किनेर बोक्नुपर्छ कसरी माथि बोका? लेख लाग्दाखेरि सेवा खान्छ अरे हो। स्याउ स्याउ यो 300 रुपियाँ बोकाको 1 केजी हो यो। उहाँ त सुरुमा पनि हाम्रो झापातिर आएको 1 2 3 4 बेड एभाइलेबल रहेछ एउटा रुममा। दामी चाहिँ चिसोले सास बढिसकेको छ अहिले नै। भोलि अब मुक्तिनाथमा के गर्नुपर्ने हो, एकदम राम्रो हुन्छ होला भन्ने आशा छ।